संसारमा सन्तानको लागि कहिले पनि गलत नसोच्न सक्ने बाआमा मात्र हुन्। अरूले सोच्न सक्छन्, तर बाआमाले आफ्ना सन्तानको लागि बोलेको, आफ्नो सन्तानको लागि भनेका, आफ्नो सन्तानको लागि गरेका कर्महरू कहिले गलत हुन सक्दैन, किनभने ती दुईटा सम्बन्ध मात्र यस्ता हुन् जसले कहिले पनि गलत चाहँदैनन् सन्तानको लागि। त्यो बाआमाको सम्बन्ध हो। आमाले सन्तान बोक्दाखेरि छातीमा बोक्छन्, बाले बोक्दाखेरि काँधमा बोक्छन्, किनभने बालाई मनमा लाग्छ, अरे मैले यति मात्र देखेँ छोरा, तैँले चाहिँ अगाडिसम्म देख्नुपर्छ है, मेरो छोरी तैँले चाहिँ धेरै अगाडिसम्म देख्नुपर्छ है, जहाँ म पुगेको छुइनँ त त्यहाँ पुग्नुपर्छ है, मेरो सपना जहाँ रोकियो तैँले त्यो सपना पुरा गर्नुपर्छ है भन्ने बाको मनमा हुन्छ अरे। त्यही भएर बाले सन्तानलाई बोक्दा प्राय काँधमा बोक्नुहुन्छ अरे। आमाहरूले छातीमा राख्नुहुन्छ अरे, हृदयको धेरै निकट, तर बाले काँधमा होइन, तैँले अगाडिसम्म हेर्नुपर्छ।